नमस्कार, राधे राधे सबैजनालाई। र आज चाहिँ भनेपछि मेरो यो खेतमै काम छ। पत्थरमा मकै सकै मटरहरू मुलाहरू सबै रोपिसकेको थिएँ मैले। रोप्न त यहाँको काम त थिएन, तर यहाँ मालिकले फेरि स्विट कर्न तपाईको हाइब्रिड मकै स्विट कर्न मगाउनु भएछ 4 केजी हो। र मटर बारीमा अहिले म देखाउने छु कसरी रोप्छु भनेर। पातलो पातलो गरेर रोपिदिनु पर्यो मटर बारीमा चाहिँ त्यो हाइब्रिड मकै। तपाईको पछाडि मकैमा मटर पनि चढेर अलिक बेसी फल्छ र मकै पनि फल्छ। फल्न चाहिँ यहाँ अब बाँच्छ कि बाँच्दैन त्यो त ग्यारेन्टी छैन। र पनि रोप्न चाहिँ रोप्नै पर्यो, रोपिदिनु पर्यो आज भनेर सोचेर आइएको छ। र अहिले एकछिनमा रोपेको पनि देखाउने छु तपाईहरुलाई। र गर्दै गर्ने छु है साथीहरु। त हेर्नुहोस् साथीहरु, यसरी मुला पनि बटङ टङ 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 उम्रेछन् हो सबैतिर। र यो अस्ति छरेको मुला अब पर्ने छन्। पानी चाहिँ एकचोटि भेटेदेखि त माल पर्ने थियो, र पनि ठिकै छ। अस्ति भेटेको छ पानी। यहाँ त पानी हालेको पनि हो अलिअलि, माटो टाइट पनि छैन हो। अलिअलि धेरै भिजाउनु पनि हुँदैन सब्जी खेतीमा चाहिँ, किनभने माटो टाइट बनाइदिन्छ। टाइट बनाएपछि बढ्न पाउँदैन कि मजाले। र यो अलिअलि मात्रै हालेको छु। यो चाहिँ मेरो मकै हेर्नुहोस्, मकै यो हाइब्रिड मकै हो। यो चाहिँ बजारबाटै ल्याएको थियो। यसरी केटाहरूलाई रोप्न लगाएको जग्गा जग्गामा हेर्नु न 4-5वटा पनि हाल्दैछन्। अनि उता चाहिँ गाली गरेर उता चाहिँ एउटा मात्रै हाल्न लगाएर नहेर्दाखेरि कहाँ गर्छन् हो अरूले पनि। आफूले रोपेको एउटा मात्रै छ हो। अरूले अब अर्को एउटा भाइले पनि ठिकै रोप्यो। अरू एउटा भाइले रोपेको थियो, त्यो बच्चाले 2-3टा हाल्दैछ गुटी हो। र अनि ठिकै छ, अब छाट्नुपर्छ अलिक ठुलो भएपछि। त्यसरी नै यी सबैतिर उम्रिँदैछ है साथीहरु। र अहिले मकै यो स्विट कर्न भनेको चाहिँ यो हो। यो मकै हो, 4 केजीको प्याकेट हो। यो मालिकले 4 केजी हो र 5 केजीको हो। मलाई 4 केजी भन्थ्यो। र कहाँबाट बाहिरबाट मगाएको रहेछ, कसले अलिकति रोप्ने अरे। अनि यो चाहिँ म यहाँ अलिकति रोप्नु पर्यो, अरू घरतिरै रोप्नु पर्यो। यहाँ ग्यारेन्टी छैन कि, बाँदर पनि सुँगा पनि जङ्गली छेउमै छ हो। जङ्गल पनि धेरै ठुलो त जङ्गल होइन, उतापट्टि खेतै छ, यस्तै बारी नै छ। ओ भाइ भेटिस् प्लास्टिक? हुन्छ। र त्यसरी नै यहाँ चाहिँ 1 केजी जस्तो रोप्नु पर्यो। अब त्यो मटर बारीमा जति जान्छ पातलो पातलो तपाईको 1 फुट 1.5 फुटमा रोपिन्छ। कसरी रोप्छु अहिले म देखाउने छु तपाईहरुलाई। र रको चाहिँ घरतिरै रोप्ने छु। र त्यस्तै छ साथी हो, लागिँदैछ, गरिँदैछ, हुँदैछ नि मकैहरू उम्रिँदैछन् हो। अब यो 15-20 दिनमा त झन्नै कमर भइहाल्छन्। यी मेरा फर्सी पनि उम्रेछन् हो। यसरी फर्सी पनि बिचमा छन्। यिनीहरू फर्सी छ, देख्नुभयो? यिनीहरू फर्सी छ। त्यसरी फर्सीहरू पनि उम्रिँदैछन्। र साथीहरू, मकै नभए फर्सी हुन्छ, फर्सी नभए मुला हुन्छ, मुला नभए मटर हुन्छ हो। मटर नभए उता 3 गरा कोदो पनि छर्देको छु। कोदो अब राई लिम्बू साथीहरू हुनुहुन्छ भने कोदो तपाईहरुको जाँडसाँड बनाउन काम आउँछ हो। कन्ट्र्याक्ट गर्नु होला गाउँमै हुँदाखेरि। कोदो पनि छरिएको छ 3 गरा हो। र त्यसरी नै गरिँदैछ है साथीहरू। त्यस्तै हो, हाँसी मजाक गर्दै गर्नुपर्छ बेला बेला। र यसरी मकै कसरी रोप्दैछु म देखाउने छु ल। यति कहाँ रोप्ने हो, मलाई देखा अलिक पर जाऊ। यहाँ मकै रोपेको देख। यसरी हो, एउटा गुटी हालिँदैछ। यति हो। डन्ठा नहुँदा पनि हुन्छ हुन त। डन्ठा नहुँदा पनि हुने रहेछ। धेरै तल त यो डन्ठा झमेला ढिलो हुने रहेछ। बरु यति कहाँ रोपिदिनु पर्यो। यसरी हातले सजिलो हुने रहेछ साथीहरू। डन्ठा सन्ठा घोचिराख्नु।
माटो यसरी नै जोतेको कमलै छ र यसरी नै रोपिँदैछ है साथीहरू। यो सबै रोप्नु पर्ने 2 घरा हो, पातलो पातलो रोप्नु पर्यो। ओ भाइ यताले यो मैले ल्याएको छु नि यो लाइन, यसको यतिकामा यसले यसो 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 गरेर यतिकामा बुझिस्, यता आइज सिधै आइज, म जस्तो जाँदैछु त्यस्तै आइज। र त्यसरी नै मकै पनि रोपिसकियो, मटर पनि उम्रिँदैछन् साथीहरू जग्गा जग्गामा। यसरी यो चाहिँ मटर यत्र यत्र भयो, यो जग्गा जग्गा उम्रिँदैछन्। त्यस्तै छ है साथी, हो चल्दैछ गरिँदैछ। तपाईँहरू के गर्नुहुँदैछ र आफू चाहिँ फार्मिङमा लागिएको छ। फार्मिङमा कोदोबारी, मकैबारी, मटरबारी, मुलाबारी भनौँ घुमो रोपो लगायो, त्यस्तै छ है साथी हो।